मजा आ रहा है। Scissor paper rock. Tome. Scissor paper rock. Scissor paper rock. Jarak. So hello and what's up my beautiful people, welcome back to my channel. It's me Ale vlog. So I was सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु अनि सो आज न्यू भ्लग को साथमा डेली भ्लग को साथमा उपस्थित भइसकेको छु। हजुरहरु च्यानलमा पहिलो चोटी हुनुहुन्छ भने चाहिँ एकपाल च्यानल भिजिट गरेर राम्रो लाग्यो भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। हजुरहरुले भिडियो स्किप नगरी हेर्दिनुस्, लाइक कमेन्ट गर्दिनुस् हैन। भिडियो के कस्तो लाग्छ कमेन्ट चाहिँ जरुर गरिदिनु होला हैन। सो मेरो हरेक भिडियोहरु हेरिरहनु हुन्छ हैन, को हुनुहुन्छ मेरो हरेक भिडियो हेर्ने नछुटाइकन हो उहाँहरुले चाहिँ एकताली कमेन्ट गर्नु होला। म डेली भ्लगमा उपस्थित भइसकेको छु। आजको दिन चाहिँ यस्तो पुरै क्लियर छ है गाइज। आजको मौसम क्लियर छ किनभने बिहान चाहिँ एक सरको पानी परेर चाहिँ फेरि रहेर फेरि छिटाउन लाग्थ्यो, त्यहाँबाट परेन अनि अहिले चाहिँ 11 बज्न लागिसक्यो। अहिले चाहिँ पुरै क्लियर घाम छ, देख्न सक्नुहुन्छ, दामी भ्यू देख्न सक्नुहुन्छ। अब चाहिँ म घाँस काट्न जानुपर्ने हुन्छ। सो यतिकै बसेर हुँदैन, घाँस काट्नुपर्छ है। सो त्यही हो, त्यहाँ जान्छु उति बारीमा, त्यो के अरे मकै बारीको घारीतिर घाँस छ होइन, झारहरू। सो त्यो काटेर ल्याएर चाहिँ मैले भैँसीलाई दिनुपर्ने हुन्छ। सो ढिला गर्दिनँ, अब म घाम चर्किँदैछ होइन, झन् घाम लाग्छ, त्यही भएर घाम लाग्छ बस्छ होइन। सो त्यही भएर अब म चाहिँ घाँस काट्न गइदिन्छु। एक डोको घाँस काटेर आएर चाहिँ मैले बाख्रा लानुपर्ने हुन्छ म पाखामा। फेरि पानी पर्यो भने फेरि तनाव हुन्छ, त्यही भएर चाँडै लाने अनि चाँडै ल्याउने क्या। पानी चाहिँ अब बेलुका 2-3 बजेपछि त पानी परिहाल्छ नि, अचालको बर्खे आम्बो, अनि त्यही हो, त्यही भएर चाँडो गर्नुपर्ने हुन्छ। लगाइज म चाहिँ हँस्याएर डोको बोकेर चाहिँ अब हिँडिसकेको छु। यो के अरे मकै बारीको भित्र घाँस झारहरू हुन्छ, त्यो उखालेर ल्याएर चाहिँ लिएर आउनु पर्ने हुन्छ मैले होइन। सो अहिले चाहिँ घाम यस्तो टन्टाला पुर लागेको छ, देख्न सक्नुहुन्छ, बबाल भ्यू देखिरहेको छ। सर्ट चाहिँ घाँस यहीँ काट्नुपर्ने हुन्छ, खतरा घाम लागिरहेछ, केही छैन। अब घामसम्म भनिँदैन, एक डोको घाँस काट्ने हो, त्यही भएर काट्ने हो। ल्याम काट्नुपर्छ गाई। ल्याम काट्दिने श्याम मैले चाहिँ घाँस यति काटेँ है। उसले डोको हल्का भरिन लाग्यो, अन्त एक च्याम्चा उता नि एक च्याम्चा। तपाईँहरूलाई म एउटा झारको बारेमा भन्छु है। त्यो झार चाहिँ हो होइन, यो झारको नाम चाहिँ फुस्रे झार पनि भन्छ, बोझार पनि भन्छ क्या यसलाई। यो उखाल्दा र यसलाई छुँदाखेरिको बेफाइदा चाहिँ एकदम कडा छ क्या। यसलाई छुएपछि, यसको नजिक गएपछि यस्तो स्याउ हुन्छ कि होइन, नआएको हाँच्यु नआएको खोकी पनि यसले निकालिदिन्छ क्या। राल र सिगान भएर उखाल्नुपर्छ गाइज। यो झार यस्तो स्याउसम्म आउँछ, यसको धुलोले काट्न चाहिँ घाँस काट्यो होइन, केही नै काम गरे जस्तो म्या पसिना आइदिन्छ क्या मलाई। फेरि अलिकति तातो भयो म्या पसिना चाहिँ मलाई यस्तो कडा आउँछ नि, हाइट पुरै लुत्रुकै भिजाइदिन्छ। यसको धुलो यसको छेउ त भन्यो। भने नि मैले गाइज यस्तो खतरा हुन्छ क्या। के गर्नु त अब भैँसीलाई घाँस हो होइन, झार हो, अब उखालेर दिनु परिहाल्यो, तर यसले लास्टै खतरा हो क्या, स्याउ बनाउँछ। लगाइ चाहिँ ऱ्याललाई सिगन पारी बल्ल यति बनाएँ भाडी। सो अब मैले यो लानुपर्ने हुन्छ। हलुका भएछ यार, धेरै काटेको नि, त्यही भएर
हलुका भएछ गाइस चल्दै गयो अब A few moments later. अघि यस्तो घाम चर्केर हैन पुरै घामले तालुने कोड्ला जस्तो घाम लागेको थियो हैन त्यसको नतिजा अहिले देखा परिसकेको छ गाइस अहिले हेर्नुस् यस्तो भयानक पानी परेको छ यस्तो भयानक पानी परेको छ कि उता हेर्न सक्नुहुन्छ उता पुरै कालै कालो भएर अहिले दिन परे हैन 1 घण्टा भइसक्यो उता परेको यता चाहिँ यहाँ अहिले हाम्रो घरतिर चाहिँ भर्खर पानी सुरु भयो पानी पर्न थालेको अनि अब यो कतिखेर रोकिन्छ थाहा छैन है हुन त अब बर्खा यहाँ म यतिको पानी पर्नै पर्छ मूल फुटाउनलाई होला पानी मजाले परिरहेछ पानी चाहिँ कति 2:30 बजेदेखि परेको थियो होला अनि अहिले चाहिँ 4:30 भइसक्यो अनि पानी अहिले रोकिसकेको छ पानी पर्ला पर्ला जस्तो पनि देखिरहेछ हैन कालो कालो बादल पनि छ अनि सो बाख्रा पुगेको थिएन हैन पानी भरेर यसो अहिले चाहिँ पानी रोकेको कारणले यतै घर यता हो अनि सो यहीँ छेउमा चाहिँ मम्मी र मैले बाख्रा छिक्नलाई लिएर आएको अनि सो बाख्रा यता छ गाइस मस्त चलिरहेको छ हाम्रो बाख्राहरू चाहिँ मम्मीले उता मकै बारीमा छिकिरहेछ अनि म चाहिँ यता बसिरहेको छु बाख्रा बिचमा छ अनि मस्त चलिरहेको छ उता गयो मकै खान गयो भने मम्मीले त पाउँछ र तलतिर गयो भने ढुङ्गा हान्ने माथेर गएकै छैन यता गयो भने म छति छु हैन सो यिनीहरूलाई चाहिँ यति राउन्डमा चाहिँ छिकेर हामी मस्त चराइरहेछौँ ऊ त्यो चाहिँ घ्याप्चे पहिरो हो हामी शनिबार जान्छौँ त्यो घ्याप्चे पहिरोमा हो जाने माथि टबमा जाने पहिरोको टबमा अनि त्यहाँबाट सुइया फाल हाल्ने त्यहाँ पहिरोमा हामी चाहिँ बाख्रा ल्याइसक्यौँ घरमा अनि हाम्रो कान्छु चाहिँ यो फुड चाहिँ नम्बर 1 सन्का हो है यो चाहिँ उहु यसले मैले भिडियो गरेँ भनेर यसले लाज लागिसक्यो भाग्यो उठ मलाई टोकेर पख तँलाई पख फटा मैले तैँले जानेछु तिम्रो पख न हो हेर न यस्तो लजाउँछ क्या मैले क्यामेरा देखाएँ क्या लज्जै हाल्छ खान्छ अब भाग्छ ऊ यस्तो डराउँछ क्या क्यामेरा देखेर लजाउँछ गाइज सो अलराइट गाइज अब चाहिँ हामीले यो र म सिजर पेपर रक खेल्न गइरहेको छौँ ल लेट्स स्टार्टेड फेरि हार्यो भने चाहिँ फेरि यस्तोमा हान्ने नि प्लेट ओके मन्जुरी छ नि ल ओके सिजर पेपर रक ल फेरि सिजर पेपर रक सिजर पेपर रक Caesar paper rock. Down. Caesar paper rock. Yeah. Caesar paper rock. Jarak. Ah. गाइस यहाँ देख्न सक्नुहुन्छ मेरो रातो भइसक्यो अरे Caesar paper rock. Caesar paper rock. Caesar paper rock. Caesar paper rock. Down. ए मैले काटिन भाइ ड्याम मा ढुङ्गा ल्यान्छ कि कैची ल्यान्छ Caesar paper rock. Down. Caesar paper rock. Tome. Caesar paper rock. Down. Caesar paper rock. Down. Caesar Paper rock. मैले खेल्दिनँ म त दुख्यो मासले डामै राख्थेँ यार ल गाइस हामीले सिजर पेपर रक खेल्यौँ होइन मेरो चाहिँ कस्तो रातो भयो क्या हेर्नु त पुरो डामै देखिरहेछ मलाई त्यस्तो पड्कायो यो मुलाले मैले हान्दाखेरि हात यस्तरी लत्त तान्यो क्या अनि त्यही भएर यसलाई पराएन है मेरो चाहिँ अब जतिको तत्ति नै राखेँ थापेर राखेको छ नि त त्यही भएर प्ल्याट पड्काएर
पड्काएको कारणले चाहिँ मेरो पुरै रातो भएर चाहिँ यो माछाले यसरी हाने कि हात यसरी पछाडि सानेर त्यति फोर्सले परेकै छैन त्यही भएर यहाँ त्यति रातै भएन अलिकति केही नै भएन। अब चाहिँ हामीले भ्लग एडिट गर्नुपर्ने हुन्छ होइन। अनि सो हाम्रो भ्लग चाहिँ के कस्तो लाग्यो यदि मन पऱ्यो भने चाहिँ सब्सक्राइब गरेर राखिदिनु होला। अनि सो भिडियोहरू आइरहन्छ स्किप नगरी हेरिदिनु होला होइन। र त्यही हो माया गरिदिनु पऱ्यो होइन। सो फेरि नेक्स्ट डेली भ्लगमा उपस्थित हुन्छु। सो आजको लागि चाहिँ यति नै। सो है त बाई बाई।